साथीहरू आज चाहिँ मैले यो आउटर टाइपको स्वेटर चाहिँ रेडी गरिसकेको छु होइन। यो चाहिँ मेरो साथीको नानीको लागि हो होइन। अनि यसरी बनाइदिएको छु। आउटर मजाको भएको छ। यहाँनिर चाहिँ बटम नलगाएर चाहिँ मैले चाहिँ यो बो भएको बान्ने यसमा चाहिँ ग्रिन लगाएको छु होइन। लिप्स पत्ता भएको यसरी बनाएको छु होइन। यसरी अन्त ब्याक साइड चाहिँ यस्तो भएको छ होइन। अलिक ठुलो राखिदिएको छु। अस्ति बनाएको जस्तै हो तर अलिकति ठुलो साइज यो यस्तो यो स्क्वायर पनि अलिकति ठुलो ठुलो गरिकन बनाएको छु खुल्ला टाइपको होइन। अनि यस्तो भएको छ। अनि हातमा चाहिँ यस्तो लगाइदिएको छु होइन। एकदमै राम्रो भएको छ। अन्त मेरो साथीले पनि एकदमै मन पराएको छ होइन। मैले चाहिँ वाट्सएपमा पठाएको थिएँ नि त फोटो। अनि एकदमै मन पराएको छ उसले पनि होइन। अनि तपाईँहरूलाई चाहिँ के कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस् होला। अनि यो चाहिँ आज पठाउनु पर्ने थियो तर आज चाहिँ गाडी नमिलेको कारणले गर्दा चाहिँ आज चाहिँ भएन। अन्त पर्सिको दिन पठाइदिनु भनेको छ होइन। यो चाहिँ पर्सि पठाउनेवाला छु होइन। एकदमै राम्रो भएको छ। अनि तपाईँहरूलाई पनि अर्डर चाहिएमा चाहिँ अर्डर गर्नु सक्नुहुनेछ होइन। स्वेटर, नानीको स्वेटर, ठुलोको स्वेटर, ह्यान्डब्यागहरूदेखि लिएर गएको मफलर सबै मतलब क्रोसेटको चाहिँ सबै कुरा चाहिँ एभाइलेबल हुनेछ होइन। यदि तपाईँहरूलाई चाहिएमा चाहिँ अर्डर गर्नु सक्नुहुनेछ। सो बाई बाई। आजको भिडियो चाहिँ यहीँसम्म राख्न चाहन्छु। फेरि भेटौँला नेक्स्ट भिडियोमा।